के भन्नु अरे बा हजुरको क्षेत्र कहाँ हाम्रो के अरे झापा ल गफ गर्दै जाम हामी अहिले अहिले कहाँ आइपुग्नु भएको छ अहिले म यहाँ बागलुङ बागलुङ कालिका दर्शन गर्दै हुनुहुन्छ है गर्दैछु अनि के छ त अहिलेको अब आज माघको अन्तिम दिन है हजुर। अब 21 दिन बाँकी छ देशको समग्र चुनाव नजिक आउँदैछ है अनि- झापा जिल्ला हाम्रो के अरे अर्जुनधारा 5 पर्छ क्षेत्र नम्बर कति पर्यो हजुरको नम्बर हाम्रो 2 पर्छ 2 पर्यो हजुर अब के छ त माहौल के छ झापातिरको अवस्था अहिले त झापा त झन् देशको जल्दो बल्दो अवस्थामा देखिराखेको छ अहिले घन्टी सबैको नजरमा घन्टी छ भनेपछि घन्टीले घन्टीबाट एकचोटि घन्टीमा दिने हो घन्टीबाट रथ बल्झ्यो भने अब अनि त्यहाँबाट हलोलाई जान्छ हलोलाई नगएको बोट के अरे उसमा जान्छ म त हलोको फेरि हो भनेको राजनीतिक आस्था हलोको हलोको तर भोट चाहिँ घन्टीलाई हाल्नुहुन्छ म बोलेर नि हिँड्दैछु हो एकदमै होइन अहिले यहाँ मैले चाहिँ हिँड्दै गर्दा हामी पनि आज कालिका दर्शन गर्न आइराखेका थियौँ हजुर हजुरसँग केही गफ गर्दै गर्दा अनि झापाको भन्नुभयो हजुर अब यहाँ अगाडि हाम्रो म्याडमहरू हुनुहुन्छ काठमाडौँ क्षेत्रको अनि त्यस पछाडि कास्की पोखराको हुनुहुन्छ हजुर अनि हजुरले यसरी भन्दै गर्दा गुल्मीको म्याम पनि हुनुहुन्छ हुन्छ अनि हजुरले झापा भन्दै गर्दा झापा चाहिँ अहिले केन्द्रमा रहेछ क्या देशको झापामा चाहिँ अहिले आइगयो भने के अरे इलाम जिल्लाबाट एउटा आउला हजुर नभए एमाले काङ्ग्रेस आउँदैन आउँदैन भनेको सबै घन्टीले लाने तयारी छ घन्टीले नै लान्छ ए ल ल अनि आमाहरू हजुरहरू पनि झापा नै कतिजना आउनुभएको छ एक गाडी एक गाडी 35 जना अनि यो 34 जनामा लगभग घन्टीलाई भोट हाल्ने चाहिँ कति हुनुहुन्छ होला सबै ओहो हजुरको घर चाहिँ कहाँ पार्टी चाहिँ छ हाम्रो बुटोल पार्टी चाहिँ छ सबै पार्टी छन् तर हाल्ने भोट भोट चाहिँ घन्टीलाई हाल्नुहुन्छ एकदम राणा मगर ल किनभने त्यसलाई हिजो चाँडा निकाला छ नि त हस्, सही बोल्नेलाई चाहिँ चाँडा निकाला छ नि हस् त थ्याङ्क यू यो अहिलेको माहौल अहिले हामीले देखिरहेका छौँ सबैको मनमा राजनीतिक आस्था र विश्वास हुनु फरक कुरा हो पार्टी आफ्नो सिद्धान्त छँदैछ तर यसपटकको मत भने बदल्ने तयारीमा हुनुहुन्छ यदि राम्रो गरे पार्टी पनि बदलिएला बदलिएला राम्रो गरेन भने बरु अर्को पटक अर्कोलाई दिने तर यसपटक भने घन्टीलाई दिने घन्टीलाई दिने। ल किनभनेदेखिलाई नयाँ पुस्ताले सिट पाएन हजुर कुनै बुढाबुढीले ओगटे ल मेरो नाम रूपनारायण कटेल अब हो, अर्जुन एकदमै अहिले हामी बागलुङ कालिका भगवती दर्शन गर्न यात्रा गर्दैछौँ यो कुनै राजनीतिक प्रचार प्रसारको लागि गरिएको भिडियो रेकर्ड थिएन हिँड्दै गर्दा क्रमिक रूपमा प्रसङ्ग चलिहाल्यो सोध्दै गर्दा बुवाले केही कुराहरू व्याख्या गर्नुभयो त्यही समयमा मैले लिएको सानो बाइट हो हस् थ्याङ्क यू है हजुरको ठाउँ चाहिँ मेरो म ऋषिगिरी हजुर। म सामाजिक क्षेत्र भनेको लायन्समा पनि आबद्ध छु हामी आज लायन्सकै कार्यक्रमको सिलसिलामा म्याग्दीमा कार्यक्रम थियो अहिले एकछिन पछाडि पर्वतमा कार्यक्रम छ त्यो कार्यक्रममा जान आइरहेका थियौँ अनि हाम्रो म्यामहरू सरहरूलाई चाहिँ कालिका दर्शन गराएर जाने भनेर अहिले यहाँ आउँदै गरेका थियौँ हामी तर मेरो पनि अहिले बुवा